Sampai mana kia lagi juga nih baik. आयो हामी मोल्ला जा दरबार मोल्ला जा दरबार अहिलेसम्म भएको छैन घरबार रानी छटैमा किन रोप्यौली निर्माया आउने बाटैमा तिमीले कहिल्यै पन्ता ठानेनौ किन काँडा रोप्यौली आउने बाटैमा फर्काइएको सर्को भन्छ कविला खरामा घाम लाग्यो घमाइलो तिमी छौरा मनमा छ घाम लाग्यो घमाइलो तिमी छौरा मैना छोरा माइलो धीरे धीरे झाले रुमाला के बनाउने बरु हैन हेर कति राम्रो छ यार हामी कताबाट जाने हो आयो रमाइलो सँगै सँगै हिँडेको याद आयो गलकोटमा बग्यो धरमा सँगै जीवन बिताउने बेलामा छोटिने रहेछ भन्थ्यौ कराइको यादैमा डाँडीको केसम्म मायाको गाउँ त चिने घर चिन्नै सकिन फुल्लो कि फल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन फुल्लो कि फल्लो लो टोली आइपुग्यो डेस्टिनेसन नेटै चलेन कि नेट त कहाँ चल्छ नि नेट चाहिएर कि एउटा चाहिँ ल तिमी हिँड अब सट्ट जाऊ अब यता फर्क फिलिक्क ल हिँड कहाँ जल्ला लाउने सिमाना हो क्या यो मोदी पनि हुन्छ ल ताली बजो हामी एकदम यो पिङ्क कलरको लाली गुराँस आज है त पिङ्क कलरको लाली गुराँस टिपेर आज
यस्तो टाउका सानो सम्झेर म कस्तो हेर्न अब यति त नि होइन जानुभयो कहाँ कलान्जरमा जाँदैछु भनेर फेरि यति नगर्दो के थियो घुमिएछ लिएर आउनु है गीत नेटवर्कको समस्या हो भन्नु यहाँ भिडियो खिच्न भन्नु यहाँ जलजला उहाँले आफ्नै उयो गर्नु कति नम्बर वार्ड रे वडा नम्बर 6 जुम गर्दै है फेरि माथि भन्ने ला थियो वही जग्गा राम्रो रहेछ कि एउटा यो फुल नफल्ने तल त पनि भन्छ कि गुराँस ताली लाउने जस्तो हो नि उसले चिसोले दुःख भनेर भयो अनि हजुरलाई त्यो त्यसमा लगाएर बिछाइदिने यो कस्तो राम्रो भरेन भयो अब यसको नि अब ब्याट्री पनि सेभ गर्नुपर्ने स्थिति छ रुटको बारेमा थाहा छैन डाँडैमा मेरो मन भुल्या तिम्रो मनैमा लो बनैमा
मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा ल गुराँस फुल्यो भने दामी थियो गुराँसभित्र कुहिरो होइन लडेका कुहिरो चुरे दुईतिर आएर ऊ मिक्स भएर लड्ने हुन्छ क्या डाँडा आइपुगेपछि रितेश बिहानको त चक्लेट सकियो कि क्या म त अन्य राजेन्द्रसित भनेको त अनि हिउँ 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 पर फुरुरु हेर्नुहोस् यो पातेको ढुङ्गा खाने यो हामी अहिले ट्रेकिङमा छौँ एकदमै यो यति रमाइलो ट्रेकिङ यात्रा छ कि यसको त बखान गरी साध्य नै छैन यो पर्वतको भुकदेउरालीदेखि माथिको लेक हुँदै जलजलासम्म पुग्ने यो यात्रा रोमाञ्चक छ रमाइलो छ आनन्दित छ शीतल छ यात्रा रहेछ जिन्दगी भाइ मैले सुन्ने आफूले नि फिल गरेन लहै लहै सोलै हाल्न पर्ने कि बेला बेला लाइटर हो अब तल घर त्यहाँ भ्याउनु त पाल्नु हुँदैन जंगलमा फेरि मोदी गाउँपालिकामा आइपुग्यो पानी पऱ्यो पछि चाहिँ यहाँ राम्रो लाग्यो के दोनेको छिटो छिटो 2 मिनेटको भिडियो 2 सेकेन्डमा सिद्धाउने तर स्पिड बनायो भइहाल्यो नि त पछि स्पिड बढाउन चाहिँ कन्ट्रोलमा राख्नु पर्यो यहीँ मोबाइलबाट पर्छ त स्लो नै हुन्छ के अरे साथीहरू हराए 5 जना साथीहरू बाटो भुलेको अनुमान गरेर हामी यहाँ बीच बाटोमा यसरी अलपत्र परेका छौँ कुरेर साथीहरूको अझै केही नाम निशाना भएन सबै एकदम एक्साइटेड देख्नु भएको छ साथीहरू यतिखेर करिब 4 घण्टाको पैदल यात्रा हिँड्नु भएको छ तर पनि कुनै जोस घटेको छैन सबैजी पनि स्पिड आफ्नो गति बढाउनु भएको छ
म्याडम आउनु नाच्न होस् खै सङ्गीता म्याडम चट चट ओहो पछि गीत हाल्नु अहिले नाच्ने यति ल चट अब हाल ल ल ल गर्नुको यो चट चट ओ हट हट पृथ्वी चोकैमा कति 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 छैनन् रे होसैमा पोखरा पृथ्वी चोकैमा ल अहिले ओहो केही देखिएन तर अहिले हामी चाहिँ यो के अरे डाँडा कमेरेमा आएर चाहिँ आगो बाल्दैछौँ साथीहरूलाई कुर्दैछौँ केही देख्नु भयो होइन यस्तो देख्नुहुन्छ के भयो बसो